हेलो साथी, गुड मर्निङ, नमस्ते। यहाँहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। यति बेला मेरो बिहानीको काम आधा उधा भइसकेको छ, आधाभन्दा पनि धेरै भइसकेको छ। अनि यस्तै हो मेरो गाउँले जीवन। हेर्नुहोस्, उतातिरबाट कथाउता सबै सफा गरिसकेको छु। अब यतातिर सफा गर्दैछु। यस्तै छ, भैँसीहरू पालेपछि यहाँ सफा गर्दै थिएँ। अनि सफा गर्दा गर्दै मैले त्यहाँ मेरो पारा बान्नु पर्ने भयो। यसले मैले सोर्दैछु। यता मेरो दाना पनि पाकिसकेको छ। मैले 4वटा भैँसी दुहेर मैले बुढालाई डेरी पठाइसकेको छु। यता छ मेरो 2टा भैँसी। यता चाहिँ थाकेर गाई र भैँसी बसिसकेका छन्। बिहानै उठ्नुपर्छ, सबै मोल सफा गरेर थुपार्नुपर्छ। किनभने यो मोल फेरि यतातिर फाल्दैनौँ नि त आजभोलि। यतातिर किन नफालेको भनेपछि यता हाम्रो फेरि यो मोलको फेरि हाम्रो एउटा काकी आउनुहुन्छ। काकीले गुइठा पार्नुहुन्छ। पाराहरू पनि त्यता बसिसकेको छ। चल्लाहरू बाहिर निस्किसकेका छन्। र मौसम भने दाङ बिजौरी दोघरेको अहिले भुरीहरू लागेको छैन। यता मेरो पारा यो बान्नु पर्ने भएको छ, त्यही भएर मैले सफा गर्दा गर्दै यता आइसकेको छु। अनि यता मेरो एउटा बँदेल पनि छ, हेर्न सक्नुहुन्छ। बँदेल पनि पालेको छु नि त मैले। सुतिरहेको छ, ऊ पनि आफ्नै पारामा सुतिसकेको छ साथीहरू। अनि मैले अब पारा बान्छु। यस्तै हो, मेरो भिडियोलाई हेरेर साथ दिनुहोला, मलाई फलो गर्नुहोला भन्न चाहन्छु म। अब भैँसी बिस्किसकेको छ, यो भैँसी ब्याउने छ नि त, त्यसैले